युएसएचइसी को चार्ट हेर्ने हो भने चाहिँ एक लेभलको राम्रो एरियामा चाहिँ आइपुगेको छ भनेर भन्छु है। मैले पहिला पनि भिडियो बनाएको थिएँ, यो एरियामा आयो भने चाहिँ, यो ग्यापमा आयो भने चाहिँ हाम्रो लागि चाहिँ बाइङ हुन्छ भनेर मैले भनेको थिएँ भने चाहिँ। सो हिजो चाहिँ त्यही एरियामा आएर चाहिँ ग्यापले फिल गर्यो, त्योभन्दा अलिक मुनि आएर चाहिँ माथि क्लोजिङ दिएको छ है। सो आज चाहिँ -3% चाहिँ यहाँ चाहिँ क्लोजिङ दिएको छ। सो मार्केट चाहिँ राम्रैसँग झरिरहेको छ। अब यो एरियामा चाहिँ हामीले चाहिँ बाइङ गर्ने कि नगर्ने भन्दाखेरि चाहिँ अफकोर्स तपाईँहरूले चाहिँ बाइङको लागि हेर्न सक्नुहुन्छ है। तर स्टप लस चाहिँ तपाईँहरूको चाहिँ यो एरियामा हुनेछ, लगभग 450 चाहिँ तपाईँहरूको चाहिँ स्टप लस हुनेछ भने चाहिँ। अनि तपाईँहरूको टार्गेट चाहिँ मिनिमम पनि यो एरियामा हुनेछ, त्यो भनेको चाहिँ लगभग 535 को चाहिँ तपाईँको टार्गेट हुन्छ भने चाहिँ। अनि सेकेन्ड टार्गेट हेर्ने हो भने चाहिँ तपाईँले चाहिँ यो 560 सम्म चाहिँ तपाईँले चाहिँ टार्गेट राख्न सक्नुहुन्छ है। हामीले चाहिँ यो एरियामा बाइङ गर्यो भने चाहिँ हाम्रो टार्गेट हुनेछ लगभग 17.5% को टार्गेट हुनेछ भने चाहिँ। अनि स्टप लस हुनेछ हाम्रो लगभग 6% को है। अनि रिस्क रिवार्ड रेसियो राम्रै छ, 1:3 हुन जान्छ, जुन चाहिँ अति राम्रो छ भनेर भन्छु। यदि तपाईँहरूसँग छ भने चाहिँ होल्ड गर्नु होला। अनि बाइङ गर्ने सोचिराख्नु भएको छ भने चाहिँ बाइङको लागि पनि हेर्न सक्नुहुन्छ।